guys, welcome back to my YouTube channel mo vlog. दिउँसोको 2 बजेको छ यताको हैन हामी खानासाना खाएर बसेको छौँ। अब हस्बेन्ड पनि काममा जाने बेला भइसक्यो हैन। अनि आज उता विजय दाइ नेपाल जाने 9 बजे फ्लाइट छ उहाँको मेन्चेस्टर एयरपोर्टबाट नेपालको लागि। त्यही भएको भएर आज दाइलाई हामी छोड्न जान थालेको छौँ हैन। अब हेर मैले मेरो बुढाको र दाइको लास्ट भेट हो यो हैन। आज मसँग त भेट हुन्छ जाँदा किनकि अब दाइलाई छोड्नै जान्छ मैले त त्यही भएर मसँग त भेट हुन्छ। अब मेरो बुढासँग नै भेट हुँदैन हुन्छ अनि हेर मैले त कसरी हामी सदनबाट जान्छु भनेर ल दाजुभाइको अब 1 महिनापछि भेट हुन्छ ल। अब दिउँसोको 3:30 भयो। अब त रेडी पनि हुनु पऱ्यो होइन। अब रेडी भएर 4 बजीतिर ठ्याक्क निस्किनु भनेपछि अब आधी घन्टा भयो। अब ठ्याक्क रेडी हुन्छु है त म। फाइनली रेडी पनि भइयो होइन। अब अझै छ 20 मिनट जति छ। छोरी राम्रै लिएर आउनु कसै हो हामी लिएर लगिदिन्छु भने त्यही भएर ल अब हामी पनि जानु थाल्यौँ मेन्चेस्टर एयरपोर्टतिर। आफै अब गयो हाम्रो गाडी पनि आइसक्यो। अब मेन्चेस्टर एयरपोर्टतिर हामी जान्छौँ। दाइलाई छोडेर हामी आउँछौँ फेरि रिटर्न। मेन्चेस्टर एयरपोर्ट पनि आइयो। फाइनली हामी मेन्चेस्टर एयरपोर्ट पनि आइयो होइन। अब दाइलाई भित्र पुऱ्याएर अब हामी रिटर्न हुन्छौँ। मेन्चेस्टर एयरपोर्ट आइयो हामी होइन। अब यस्तो दाइसँग फोटोसोटो खिचौँ अनि फोटोसोटो खिचिसकेपछि अनि हामी जान्छौँ किनकि त्यसले धेरै बेर पर्खिन्न कि 10-15 मिनट मात्रै पर्खिन्छु भनेर। सो मेन्चेस्टर एयरपोर्ट यस्तो सर्र एकछिन घुमौँ भनेको हो। हामी ढिलो भएको भएर ऊ हामीलाई पनि लिन आएको छ त पछाडि होइन। हामी कता गयौँ भनेको भएर त्यो हाम्रो घरको उलिक एरिया पनि लिन आएको छ हामीलाई। अब एकछिन सर्र यहाँ घुम्छौँ अनि त्यस पछाडि अनि सँगै निस्किन्छौँ अनि घरतिर अनि। अब दाइलाई छोडेर अब हामी पनि जान थाल्यौँ आफ्नो घरतिर। अब ट्याक्क 1 महिनापछि नानी लिन आइन्छ। 10 मिनट हिँडेछौँ होइन। 10 मिनट हिँडेपछि पनि अझै आएको छैन। कार कता राखेछ भने हामीलाई थाहै छैन। अझै हिँड्यौँ 10 मिनट भइसक्यो। अब जाँदैछौँ कति टाढा रहेछ अझै। ऊ हामीलाई कुरेर रोकेको थियो गयो थियो। प्लेनहरू सबै हिँडिरहेछ। गाइस हाम्रो कार पनि भेट्यो होइन। अब हामी घरतिर लाग्छौँ। भर्खरै दाइलाई छोडेर पनि हामी आयौँ घर। आज त आफ्नो कोठामा गयौँ बसेछौँ रेस्ट गरी चाहिँ म पनि आएर लुगासुगा फेरेर बसेछु। अब खाना बनाउनु जान्छु साँझको लागि किनकि बुढा 10-11 बजी आउनुहुन्छ नि त। अनि म जान्छु खाना बनाउन। यही भन्दै आजको ब्लग मैले यहीँ गर्छु। टाटा बाई बाई।